जब तपाईँलाई समस्या हुन्छ, प्रभु मलाई यो सिचुएसनबाट निकाल्नुहोस्। जब तपाईँलाई आवश्यकता पर्छ, प्रभु मलाई 1000 रुपियाँको आवश्यकता परेको छ, प्रभुले सबै गर्दै लानुहुन्छ। तपाईँलाई थाहा छ कि यो कुरा हो कि न? हेलो, यतिको विश्वास छैन भने चाहिँ फेरि के विश्वास? विश्वास चाहिँ मैले तपाईँलाई दिलाएर आउने कुरा होइन, विश्वास आफैले आफैलाई बढाउने हो। हेलो, कोही हचुवाको घरमा नहिँड्नुहोस्, धेरै प्रभुलाई विश्वासमा आफूलाई बढाउनुहोस्। म आफै पनि कति कुराहरू छ क्या विश्वासले के गर्छ भन्ने कुरा। अब मैले तपाईँलाई अहिले भन्न मिल्दैन, कति कुराहरू म एक दिन समय आएपछि भन्छु। भेट भएन भने पनि म भिडियो बनाएर युट्युबतिर हाल्ने मेरो इच्छा छ। प्रभुले अहिले मलाई यस्तो सिचुएसन भएर लाँदै हुनुहुन्छ, यति धेरै टेन्सन छ नि। म तपाईँलाई के भन्नु, रातको 12-1 बजे सुत्छु, धेरै युद्ध भइरहेछ मेरो हृदयमा। मैले मेरो हिजो मात्रै फोन गरेर बाइबल कलेजमा भने, हाम्रो एकाडेमिक दिन देवकुमार सरलाई, म यो इङ्ग्लिस मिडियमको कलेज पढाउँदिनँ भनेर मैले हिजो भनिदिएको छु। अब म पढाउँदिनँ त्यहाँनिर, किनकि मेरो थेसिसलाई समय पुगेन। थेसिस सकिसकेपछि फेरि अब भयो भने पढाउँला। तर अब सेमिस्टर सुरु हुन आँटेको छ, अब विद्या बहिनीहरू जान्छ उता, दिव्याहरू भए यो मिसनको सुरुवातै हुँदैन थियो। बुझ्नुभयो नि? किन मिसन सुरु भयो भन्दा आराधनै गरेन मान्छेले, त्यो पनि साँचो परमेश्वरमा। त्यसै कारणले गर्दाखेरि यो आराधना गर्ने कुराको लागि हामी मिसन सुरु भयो, हामी काम गर्छौँ। त्यो मिसन पुरा गर्न चाहिँ आश्चर्यका कार्यहरूको घोषणा गर्छ। आमेन। एउटा कुरा चाहिँ याद गर्नु, किन मैले अघिको कुराहरू जोडेँ भन्दै गर्दा, जहाँनिर मानिसले एउटा ढोका बन्द गरिदिन्छ नि, परमेश्वरले चाहिँ त्यहाँनिर हजारौँ ढोका खुल्ला गरिदिनुहुन्छ। आमेन भन्नु न। के साह्रो हो, के भयो? 12 बजेकोले गर्दा 1 बजेसम्म पढाउने हो। मलाई मण्डलीले नि 5000 रुपियाँ पैसा दिँदै थियो क्या, पेट्रोल खर्च त्यो काटिदियो क्या। अनि त्यो समयमा यो धेरै अगाडिको कुरा भएर मैले बताएको है। यो नयाँ कुराहरू त अहिले बताउनु, कति कुरा मैले भन्दिनँ भने नि, नयाँ कुराहरू अहिले भइरहेको छ, त्यो चाहिँ भन्दिनँ। रचना गर्नको लागि चाहिँ प्रभुले हामीलाई, मतलब पैसाको कुरा मात्रै होइन, रोग कष्टको कुरा हेर्नु त। अहिले परमेश्वरले तपाईँ हामी सबैजनालाई एउटै परिवार दिएको छ, हो किन भन्नु न? कति म तपाईँलाई धन्यवादी, अघि पनि हिजो पनि भने, अहिले पनि भन्छु। मेरो मम्मी बिमारी हुँदा तपाईँहरूले यहाँबाट भेटी उठाएर पठाउनु भयो। फलस्वरूप तपाईँको उदार चित्त र प्रार्थनाले गर्दाखेरि मेरो मम्मीलाई आज मैले मम्मी भन्न पाएको छु। हिजो बेलुका पनि फोन गर्नुभएको थियो मलाई, होइन? उहाँले फोन गरिराख्नुहुन्छ, होइन? म जति जे सक्छु मैले मेरो मम्मीको लागि गरिरहेको छु। मैले हिजो पनि भने, आज पनि भन्छु, टुरा भयो परमेश्वरले मलाई बनाउनु भएन, त्यो चाहिँ तपाईँको मायाले गर्दा। आमेन भनेको यो पनि त महानताको कुरा हो। तपाईँहरूको सहयोग, तपाईँहरूको मायाले, तपाईँको प्रार्थनाले आज मेरो परिवार, मेरो सेवकाई, यदि म तपाईँको र मेरो चिन्ता नभएको भए के हो यो कुरा? तपाईँ कहाँको, म कहाँ। तर आज हेर्नु त, प्रभुले हामीलाई एउटै परिवार दिनुभएको छ, हो क्या? भन्नुहोस् त। मैले हिजो पनि भने कि अघि पो भने, आउनुहोस् मेरो घर भनेको छु, हो होइन? सबैजना आउनुहोस्। हामी श्रीमान श्रीमती नै वेलकम हार्टेड छ। मान्छेलाई भुइँमा सुताउने हो, सुत्छन् पनि पास्टर बाबुहरू, जे छ त्यही गरिदिन्छ। यो अर्को हप्ता नागाल्यान्डबाट एउटा टिम आउँदै हुनुहुन्छ, भुइँमा सुताइदिनु, घर छैन। यो कुरा मैले हिजो पनि भन्दै थिएँ, म जहाँ रक्सी खाने मान्छे हो, तर प्रभुमा आएर आज प्रभुले मलाई सबै कुराबाट छुटकारा दिनुभयो। आमेन। हिजो पूजा पाठ गर्ने मान्छे, आज प्रभुले त्योबाट छुटकारा दिनुभयो। यो पनि त आश्चर्यकारी होइन र? यो कुराहरू मानिसलाई बताउनुहोस्, त्यसको लागि प्रभुले हामीलाई मिसनको सुरुवात गर्नुभयो। मानिसहरूलाई उनीहरू बनाइएको उद्देश्य फर्काएर ल्याउन वा साँचो आराधनामा ल्याउन मिसनहरू आए भनेको परमेश्वरले चाहिँ नि हामीबाट केही चाहेको छैन है। बुझ्नुभयो नि? प्रभुले एउटै मात्रै कुरा चाहेको छ, त्यो चाहिँ हो आराधना। किनकि हि इज वर्थी,
मैले तपाईँलाई पहिले पनि पढाएको छु परमेश्वरको सिद्धान्तको बारेमा, हो भएन भन्नुहोस् त? परमेश्वर जस्तो परमेश्वर अरू कोही छ? छैन। अन्ली हि इज वर्थी, उहाँ मात्रै योग्यको हुनुहुन्छ नि। उहाँ चाहिँ जेलोस गड पनि हुनुहुन्छ, दाही परमेश्वर। दाही भनेको यदि उहाँलाई दिनुपर्ने प्रेस एन्ड वर्शिप अरूतिर गयो भने उहाँ डाहा गर्नुहुन्छ। मात्र प्रभु येशूलाई महिमा दिने हो हामीले। तर मान्छेले के केलाई दिएको छ? कुकुर, काग, गाई, खोला, नाला, रुख, घाम, चन्द्रमा, अरू के भन्नु, ढुङ्गा, हिमाल, पशु, सर्पलाई पनि पुज्छ, हात्ती, गणेश, मान्छेले ताल बनाउने शिवजीको लिङ्ग अरे। अब टु बी अनेस्टली भन्नुपर्दा, नलजै भन्नुपर्दा, त्यस्तोलाई पनि वर्शिप गर्ने हो? हातथुक गर्न मनपर्छ होइन? त्यही भएर त्योबाट फर्काउन हेर्नु, फर्काएर ल्याउनको लागि मिसन आएको छ। त्यस्ता घिनलाग्दो कुराबाट फर्काएर ल्याउनलाई मिसन आएको छ। साँचो आराधना चाहिँ प्रभु येशूलाई गर्ने। आमेन। गर्नु न, गर्नुमा पाएर पनि खुसी नहुने मान्छे सबै कुरो नहोस् क्या जिन्दगीमा, तपाईँको त छ, तर येशू चाहिँ जीवनमा होस् त्यो भन्दा खुसी त केही पनि हुँदैन। ढाँटेकै होइन, मैले साँचो भनेको। म ढाँट्दिनँ, ढाँट्नै मिल्दैन मैले, सबै नहोस् तर येशू चाहिँ होस्। मैले